गोठामा बस्छौं तिमी किन आको हमर घर वाला है झगडा गर्दैन के हामी क्यों किन आको गोठामा यो पनि हाम्रो बुढी छ के नहीं म बस्दिन यहाँ यो बुढी यसलाई निकाल्नु यो बुढीलाई ए ओखरे त बहुत चल दो घर में आके उ छोट होता नहीं यसलाई निकाल्नु म एक्लै बस्छु यो कोठामा यसलाई बस्न दिन्न म सीधा झटापट सीधा निकाल दे घर में से तपाईले पनि म छोड्दिन नि त किन गाली गरेको मलाई गाली गर्छ यसले हैन गाली गरे छैन अनि यस्तो किन गर्छ त भन्छ तपाई धेरै सुन्दर हुनुहुन्छ के यो भन्छ त्यस्तो भन्छ त्यस्तो हुन्छ यो त कहिए के बहुत निमन छ यहाँ उसे कहि हमरा सब आहाई करनी हम जानले किन पिटेको तू एक असं केला चाहिँ ले यसले ल्याएको मलाई हो चुप आ मैले त निमन से र झरा कर बेगला देबो यसका फटबी ना के भन्छ यसले यसले के भन्छ बाट्ने के आधी बाट्ने आधी गर्ने कोलाई यसलाई झगडा किन गरेको यो पनि बुढी छ तिमी पनि मेरो बुढी हो के आहा बाट्न बुढी छ ई हमर घरवाली है के आके घर वाली हवे दो खाने लग भाई त मगर हमरा जे रहे पर्दो का जो नहीं रहे पर्दो नहीं काठमाडौँ हिँड्नु न के भन्छ यसले म के बुझ्दै एकरो राखौ न एकरो राख भाई हाम्रो अब एकरो राख भाई नहीं प्लिज हिँड्नु न यहाँ दाइजो चाली हेरा भाई के गरेको नहीं क्या कति गरेछि कता जान्छ म काठमाडौँ जान्छु क्या सुन्नु न के गरेको तपाई पिट्नु भएको यसलाई नहीं पिटे छियौ हेर्निया नहीं त अनि उतातिर कहाँ लानु भएको म काठमाडौँ जान्छु तू यहाँ बैठ एकरा फटबौ हम प्लिज हिँड्नु न नहीं जा तू किन यहाँ यस्तो किन गरेको म लान्छु काठमाडौँ म यहाँ बस्दिन तपाईसँग चुप बैठ यहाँ अब त जाके छ ए कति करबी एकरा देखु तपाई पनि बुझ्नु हैन तू बुझ भनिया से यो हमर घरवाली है तू हमर घरवाली छे यो मेरो बुढी हो तिमी पनि बुढी हैन आधी झगडा नगर्ने के हामी मिलेर बस्नुपर्छ के अनि यो मेरो कोठामा नआउने सुत्न ल आउँछ के अब यस्तो के अब बुढी भएपछि आउँदैन नहीं म काठमाडौँ जान्छु मसँग बस्दिन यहाँ बैठ हम यहाँ बैठ तोरो हम कहि छ यहाँ बैठ किन यस्तो गरेको यो यहाँ मलाई बुझ्दैन यहाँ बैठु न बैठ्नु न नहीं क्या नहीं हिँड्नु मसँग हिँड्नु प्लिज हिँड्नु ए छिटो हिँड्नु न प्लिज नहीं सुन न नहीं नहीं म बस्दिन तपाईँ नआउनु मेरो कोठामा किन आउनु भएको चुप मार्बी एक फट न झगडा गर नहीं प्लिज हिँड्नु न आ सुन नहीं झगडा गर म जान्छु अब बस्दिन म त दुईटा झगडा गरेर बस तपाईँ के गर्नु भएको म यहाँ बस्ने क्या हिँड्नु म नहीं नहीं फट फट म जान्छु फट नहीं जान्छु म बस्दिन अब तिमी दुईटासँग म अब अर्कै ठाउँमा जान्छु अनि मलाई किन ल्याउनु भएको यहाँ अब यहाँ मेरो तुझो मलाई किन यहाँ ल्याउनु भएको त म कहाँ जानु बस म जान्छु ए हमर बात सुन्नु न म जान्छु अब ए मारले फाली छोरा जो मलाई छोडेर कहाँ जानु भएको नजानु न चुप 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 न दुईजना मिलेर बस तपाईले झगडा गर्नुहुन्छ किन अब झगडा नहीं करबो चुप चुप अब मिलेर पनि जान त चाहिछु अब यो लिएर कहाँ जानु भएको अब म जाने खरियानीमा नहीं क्या यहाँ सुत्नु न म पनि यही रहन्छु हो अब झगडा गर्नु होइन सुन न, सुन पहिला कसम खाऊ दुईजना झगडा गर्दैन भनेर म गर्दिन यो गर्दिन कसम कान थप क्या झगडा गर्नु म झगडा गर्दिन यो झगडा गर्छ झगडा गर्दैन झगडा नहीं करबै हम ना हम बुझे छी हम जेठ आदमी छी हम बुझे छी ई नहीं बुझे छी ना अनि तपाईँ नआउनु न मेरो कोठामा किन आउनु भएको समझो न एकरा बेगले अब चुप चल